घन्टीको झोले हो भनेर म घन्टीको झोले होइन, म घन्टीबाट लडेको होइन। तपाईँहरू सबैजनालाई थाहा छ म जुत्ता बोकेर लडेको छोरी र त्यो भाइ बहिनीको सपनालाई मर्न दिनु हुँदैन। जन्माइहाले पार्टी, त्यो पार्टीलाई चाहिँ लिप्तै बनाउनु हुन्न भनेर मसँगै उठेका साथीहरूले सब घन्टीमा गएपछि हुँदैन है, मैले चाहिँ जोगाउनुपर्छ, त्यो इतिहासलाई रच्नुपर्छ भनेर म त्यो जुत्ताबाट उठेको। तर परिवर्तनको पक्षमा र माग र मुद्दाहरू एउटै थिए, हाम्रा एजेन्डा एउटै थियो, त्यही भएर मैले उहाँहरूलाई समर्थन गरेको हो। उहाँहरूले तपाईले चुनावमा कति भोट ल्याउनु भएको खुलाइदिनु नि त आज जनतालाई। कुरा नगर्नु, सबैभन्दा बढी म शोभा पाठकले ल्याएर जित्यो होला नि। कति मत ल्याउनु भयो? राजीव खातुनले जित्नु भयो, शोभा पाठकले 26 कि 27? सुन्नुहोस् न, मेरो 27 मत पनि 27,000 भन्दा बढी भएको छ क्या। तपाईँहरू बुझ्नु कसरी? किन राजीव खातुनले जित्नुभयो? मेरो माग र मुद्दा अपराधीलाई हरायो, म अपराधी हराउने योजनामा थिएँ, मलाई चुनाव लड्नु थिएन, मेरो केही थियो होला, मलाई सुबाबाट जान्थेँ। महेश बस्नेतलाई हराउनलाई मात्रै चुनाव लड्नु भएको? अपराधीलाई हराउनु थियो एक नम्बरमा, दोस्रो नम्बरमा जेएनजीको माग र मुद्दालाई इस्टाब्लिस गर्नको लागि प्रतिपक्षको रूपमा हारेरै भए पनि सडकको आवाजहरू त्यो ठाउँसम्म पुर्याउनको लागि र उहाँहरूलाई खबरदारी गर्नको लागि मेरो उम्मेदवारी थियो। तपाईँ खबरदारी होइन समर्थन गर्नका लागि हार्नु भयो अरे क्या, जनताले भन्छन्। गरेको छु मैले। आज जेएनजीको माग र मुद्दा यहाँ आमाहरू बस्दाखेरि उहाँहरूको मुद्दा कसले उठाएको छ? म उठाइछु जहिले।